आज चाहिँ सुन्दर राईचा 11 देवीठान डाँडामा धान रोपाइ गरिँदैछ। आज असार 10 गते र सबैलाई यो भिडियो हेरेर शेयर पनि गरिदिनु होला र आज रोपाइको कार्यक्रमहरू हेर्नु होला र आज चाहिँ धमधम रोपाइ गरिँदैछ। सबैले चाहिँ वेलकम छ आज रोपाइको बारेमा। अनि आज कामको सेक्सन चाहिँ यता 21 जना रोपाइ गर्दैछ, यता पर 21 जना यता रोपाइ गर्दैछ, यता 3-4 जना बिउ काट्दैछ र आजको रोपाइ चाहिँ यस्तो हुँदैछ। र यो रोपाइ भनेको यो किन त आज भने म विदेशमा थिएँ, तर विदेशबाट चाहिँ श्रमदान गरेको सम्झेर चाहिँ म आज चाहिँ धान रोपाइ श्रमदानबाट धान रोपाइ गरिँदैछ र श्रमदानबाट पनि धान रोपिँदो रहेछ भन्ने कुरोहरूको भिजल हेर्नु होला। बिउ काटेको हेर्नुहोस्, यस्तो तरिकाले बिउ काटिन्छ। क्रान्ति भने कृषि क्रान्ति भनेको यो सरकारले गर्दैन, तर हामी चाहिँ श्रम गरेर यसरी गरिँदैछ। नेपालबाट पनि चाहिँ श्रम गरेर चाहिँ यसरी खेती रोपिँदो रहेछ, धान रोपिँदो रहेछ भन्ने। यहाँ हेर्नुहोस्, यस्तो तरिकाले धानको बिउ उखाल्दाखेरि यस्तो गर्ने, त्यसलाई यस्तो गरेर यसरी टकटकाउने होइन। यहाँ हेर्नुहोस्, यस्तो गरेर यहाँ हेर्नुहोस् यसरी। र यता आन्टीहरू बहिनीहरू बोजूहरू यता भाइहरूले उखालेको हेर्नुहोस् ल कसरी उखाल्दो रहेछ। यो कृषिमा सरकारले दिएन, क्रान्ति गरेन, तर पब्लिक हामीले चाहिँ नै कृषि श्रमदान भनेको श्रमबाट धान रोपिँदैछ। सुन्दर रहेछ। 11 चाहिँ देवीठान डाँडा यसरी खेतीमा धान गरेर रोपिँदैछ यस्तो गरेर। खै यो हाम्रो धान रोपिसकेको अहिले भर्खरै रोपिसक्यो। यहाँ हेर्नु होला, यस्तो गरेर यतापट्टि नि हेर्नु, यो तल माथिल्लो घरमा यस्तो हेर्नु, यतापट्टि यो तल्लो घरको। अनि यो बिच साइड हेर्नु, कोला पनि हेर्नु ल, कोला नि हेरिराख्नु। यो केराबारी हो, यस्तो केराबारी हेर्नुहोस् है। यो धानको बिउहरू यहाँ धानको बिउ यतापट्टि छटपट छ। यो अहिले बटुलेर लगाएर पर अर्को बारीमा लाने हो। कोला घारी हो यो। हेर्नुहोस्, सबैले हेरेर मन पऱ्यो भने सब्सक्राइब पनि गरिदिनु होला र यो गरिदिनु। भर्खर अहिले रोपेको यो 15-20 जना 20 जना 21 जनाले। र यतापट्टि हाम्रो दिदी भाइ बहिनी आन्टीहरूले पुरा रोप्दै हुनुहुन्छ। यतापट्टि रोप्दै हुनुहुन्छ। यहाँ हेर्नुहोस्, यहाँ हाम्रा आन्टी दिदीहरू बहिनीहरू रोप्दै हुनुहुन्छ। अलि राम्रो देख्नु भएन भने ल म छेउमा लगेर देखाइदिन्छु तपाईँहरूलाई। कृषिमा क्रान्ति भनेको चाहिँ यो हो, तर सरकारले गर्दैन। तर हाम्रो पब्लिक दिदी भाइ बहिनीहरू र हाम्रो दिदीहरू आन्टीहरू बहिनीहरू यता हेर्नु है, एकैछिन छ्यास यहाँ हेर्नुहोस्। ल यहाँ हेर्नुहोस् है, यहाँ दिदीहरू बहिनीहरू ल हेर्नुहोस् सबै ल राम्ररी। ल यता पनि रोप्दै हुनुहुन्छ। यतापट्टि हेर्नु है, यतापट्टि रोप्दै हुनुहुन्छ। यहाँ हेर्नुहोस्, धान रोपेको चाहिँ कसरी रोपिन्छ भन्ने कुरो यहाँ हेर्नुहोस् ल। यहाँ हेर्नुहोस्, यो कृषिमा यसरी धान रोपिन्छ। यहाँ हेर्नुहोस् सबैजनाले ल, यहाँ हेर्नुहोस् है, धान रोपे यस्तो गरिन्छ ल। यहाँ यसो अनुहार देखाउनु दिदी, त्यसै आन्टी देखाउनु ल। यहाँ दिदीहरू धान रोप्दै हुनुहुन्छ। बहिनी यहाँ धान रोप्दै हुनुहुन्छ। आन्टी यता आन्टी पनि धान रोप्दै हुनुहुन्छ। बहिनी यता लु छ्यासै लु यता। यहाँ हाम्रो बोजू यहाँ हेर्नुहोस्, यस्तो नाच्छ कि यहाँ। बहिनी त मुख छोपेको छ। उता आन्टी यता रोप्दै हुनुहुन्छ। यहाँ आन्टी हेर्नुहोस्, घोप्टेर धान रोपेकै। उता बहिनी हेर्नुहोस्, हात चलाएको यस्तो छिटो हात चलाउँछ कि यो धान रोप्दाखेरि।
यो क्रान्ति भनेको श्रम क्रान्ति भनेको चाहिँ लु यो यस्तो यसरी धान रोप्छ। हेर्नु धानको बिउहरू यहाँ हेर्नु त छरिएको कसरी छर्नु पर्दो रहेछ धानको बिउ। यसरी ठ्याक्क घरमा छरेर चाहिँ यो धानको बिउ यस्तो तरिकाले छर्नुपर्छ है ल। छरेर यसरी रोपिन्छ। अब भरे अर्को सर चाहिँ पर डाँडामा हुन्छ है ल। यहाँ हाम्रो शुक्रबारेको दिदीबहिनीहरू यहाँ हुनुहुन्छ है। धान रोपेको यहाँ हेर्नु कस्तो मजाले रोप्नुहुन्छ। सुनिता भाउजू पनि छ, सुनिता बहिनी पनि छ, यहाँ दिदीहरू छन् लु यहाँ ल धान रोपाइसकेको छ है। यो म चाहिँ यहाँनिर धानको यो पनि बोकेर कुद्दैछु। यो धान रोपेको थियो यो पनि बोकेर कुद्दैछु। यसरी धानको बिउ बोकेर जान्छु। यसरी छोडेको धानको बिउहरू यसरी बोकेर जाँदैछु म। हेर्नुहोस् ल यहाँ यसरी बोकेर जाँदैछु है म धानको बिउहरू ल। यस्तो बोकेर जाँदैछु अब हेर्दै जाउँ। म त धानको बिउ बोकिराखेको छु कि स्यासै भएछु म त यहाँ। किनभने धानको बिउ बोकेकोले गर्दाखेरि अलिक बोल्नमा सास पुगेन। यतापट्टि हेर्नु लु धानको बिउ कति राम्रो हुन्छ यहाँ हेर्नुहोस् ल। धानको बिउ हेर्नुहोस् यहाँ कति राम्रो हुन्छ। यो धानको बिउ यस्तो हुन्छ। हेर्नुहोस् उखुल्दै हुनुहुन्छ उहाँ दिदीबहिनीहरू।